हेलो दोस्तों, आज बिहानैदेखि काम गरेर है बिहानैदेखि बल्ल अहिले काम सकियो। दुईटा नेट जोड्यो अनि एउटा यो ट्रङ लाइनमा बनायो हैन। उता नौकुण्डमा नेट चलेको थिएन कि 600 नौकुण्डमा हैन नेट चलेको थिएन अनि दुईटा नेट जोड्यो। एउटा अनि ट्रङ लाइन बनायो अनि हिजो यतै बसेको थियो। बिहानैदेखि अहिलेसम्म काम बल्ल सकियो। अझै एउटा क्लाइन्टकोमा काम गर्न बाँकी छ, तर काम गर्ने पनि टाइम गएको थाहै नहुने रहेछ है। मजाले काम गरेपछि टाइम गएको थाहै नहुने कि काम गर्नुपर्छ है। तर यो यहाँको नजारा पनि दामी छ कि पुरै चारैतिर पुरा हरियाली देखिन्छ है। हेर्नुहोस् म तपाईलाई देखाउँछु पुरा हेर्नु है। पुरा राम्रो ठाउँ छ है घुम्नको लागि। यस्तो राम्रो ठाउँ छ है। हाम्रो काम चाहिँ घुमे जत्तिकै हो कि बाइकमा जाने बाइकमा आउने हैन। एउटा पुल चढ्नु पर्छ भन्ने मात्र डर हो कि त्यति मात्र हैन। बाइकमा आउने बाइकमा जाने। अब कार्मी डाँडा जानु छ है। त्यहाँ एउटा क्लाइन्टको नेट चले हैन, त्यो बनाउनु पर्छ। म त्यसको पनि भिडियो बनाउँछु है। तर के भन्दो रहेछ 4-5 दिन भइसक्यो नबनाएको। रियाक्सन हेर्नुपर्छ है। अहिले उ त्यहाँ बनाएको थियो उयो पुलमा, त्यहाँ ट्रङ लाइन बिग्रेर है यता कुद्या उता कुद्या फेरि जङ्गल कुदेर बल्ल पत्ता लगाएर बनाएको क्या। ल भिडियोलाई मन पर्यो भने लाइक शेयर कमेन्ट गर्नु होला है गाइस। तर भिडियोलाई शेयर पनि गर्नु होला है। तर भिडियो मात्र हेर्नु, फलो गर्नु हुँदैन कि। तपाईहरु फलो पनि गरिदिनु होला है। जल्दी 5650 जना छ है। जल्दी 6000 जना बनाइदिनु होला है छिटो। ल धन्यवाद। वास्ट टु टाइम।